हेलो हेलो सबैले सुनिरहेको छ होला मलाई एकछिन है सो म आज केमिस्ट्रीको अनि फिजिक्सको थोरै ब्ला ब्ला ब्लु ब्लु गर्छु या भोलि पर्सि हेर्नलाई अलि रिभिजनलाई सही हुन्छ होइन एकदम सजिलो छ म केमिस्ट्रीबाटै सुरु गरेँ म देखेछु होला है वेट अब आज चाहिँ केमिस्ट्रीको चाहिँ के पढ्ने भन्दाखेरि हामी पढ्छौँ केमिस्ट्रीको पुरै प्र्याक्टिसमै छ त यतिको बोलेको भरमा सुन्न सक्ने भयो म्यानुफ्याक्चर नै गरौँ है म्यानुफ्याक्चरको 4वटा भ्याम होइन त्यो भ्यासी भइहाल्छ है ओके सो जबसम्म म भन्दै जाने त्यहाँ कपीमा लेख्दै गर्छ होइन सो आजको हामीले चाहिँ के पढ्छौँ भन्दा फेरि म्यानुफ्याक्चर होइन म्यानुफ्याक्चर भनेपछि अप्लाइडमा चाहिँ हामी म्यानुफ्याक्चर किन पढ्छौँ भन्दाखेरि जुन इम्पोर्टेन्ट केमिकल्सहरू छ नि हाम्रो जुन केमिस्ट्रीलाई नै रियल लाइफसँग रिलेट गरेर बनाइएको जुन स्टडी अफ केमिस्ट्री छ त्यो नै अप्लाइड केमिस्ट्री भयो एन्ड अप्लाइडमा चाहिँ हामीले मेनली के गर्नु पऱ्यो भन्दाखेरि स्लोबरी प्रोसेस र डायफ्राम सेलको चाहिँ छोडौँ बिकज दे आर नट युजली एकदम राम्रो एकदम कम सोध्छ कि होइन तर हामी एमोनियाबाटै जाऊँ वाट इज एमोनिया है त अब एमोनिया भनेको एनएसटी भयो अब यसलाई चाहिँ कसरी बनाइन्छ त नि हाम्रो रियल लाइफमा यसलाई बनाउनको लागि हामीलाई चाहिन्छ फर्स्ट यसलाई बनाउने प्रोसेस हो हाम्रो ह्याबर्स प्रोसेस त्यो हामीले 10मा सुनेको होला आई थिङ्क होइन अब ह्याबर प्रोसेस के हो त नि भन्ने कुरो अब तिमीले केलाई रियाक्सन गरिन्छ यास2 र यान2लाई चाहिँ रियाक्ट गरिन्छ है यास2 र यान2 गिभ्स NH3 अब त्यसलाई ब्यालेन्सिङ गर्दा हाम्रो हाइड्रोजन नाइट्रोजन इज टु हाइड्रोजनको रेसियो 1:3 गिभ्स टु एमोनिया हुन्छ अब यसको साइडमा रियाक्सन गर्दाखेरि हामीसँग के हुनुपर्छ 200 to 900 एटोमिक प्रेसर हुनुपर्छ अनि 450 डिग्री सेल्सियस हुनुपर्छ क्याटालिस्ट आइरन हुनुपर्छ र प्रोमोटर भनेको लिक्विड क्याटालिस्ट भनेर बुझेको हो क्या एकदम रियाक्सनलाई फास्ट गरिदिन्छ क्या प्रोमोटरले नि अनि यसले गर्दाखेरि के हुन्छ मोलिडिनियम है प्रोमोटर चाहिँ मोलिडिनियम यसरी चाहिँ हाम्रो NH3 बनाइन्छ यो चाहिँ रियाक्सन भयो अब त मेन भनेको त हाम्रो फ्याक्ट्री रिलेटेड हो जान्न पर्ने अब यति बुझौँ कि यसले चाहिँ ली चार्टर्स प्रिन्सिपल फलो गर्छ मतलब यो NH3 बनेपछि नि यो फेरि नाइट्रोजन र हाइड्रोजनमा टुक्रिन सक्छ मतलब हामीले पहिला इनफ हिट दियौँ होइन जोडिदियो अनि त्यसपछि अझै हिट दियौँ भने तिनीहरू टुक्रिन्छ क्या त्यो कन्सेप्टले जान्थ्यो होइन त्यही भएर यो पनि बुझ्यो भने नि यहाँ थोरै फिगरको कुरा छ त्यसमा चाहिँ यो पार्ट किन राख्नु भनेको क्वेसन चाहिँ अलि डिल गर्न चाहिँ सजिलो हुन्छ या अनि ली चार्टर्स प्रिन्सिपल भएपछि हाई टेम्परेचर लो प्रेसर समथिङ त्यस्तो त्यो चाहिँ सोध्दैन होइन अब हामी केमा जाऊँ फ्लो सिफ्ट डायग्राममा जाऊँ फ्लो सिफ्टको चाहिँ म अब यहाँ देखाउँछु है त सो हाम्रो फ्लो सिफ्टमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि लेट मी सेट अप द क्यामेरा ओके या अब हामी रियाक्सनबाटै जाऊँ होइन म रियाक्सनबाटै बुझाउँछु होइन अब नाइट्रोजन प्लस हाइड्रोजन गिभ्स NH3 अब ब्यालेन्स गरौँ यसलाई 1:3 को रेसियोमा 3 2 जा 6 यहाँ 2 थपिदिने हाम्रो यो ब्यालेन्स भयो होइन अनि यहाँ कति चाहिन्छ 450 डिग्री सेल्सियस चाहिन्छ हामीले के भनेको थियौँ यो ली चार्टर्स प्रिन्सिपल हो 200 to 900 atomic pressure along with the FeCATYLI